Good morning, guys. So what's up? It's me. It's the time of 12 बजिरहेको छ बल्ल उठाइमा हल्का क्यामेरा क्लियर छैन होइन but it's fine. Day is starting with 11 how much 11:45 आजदेखि नयाँ ब्लगहरू स्टार्टेड गरिरहेको सो द्याट्स वाइ क्यामेराहरू क्लियर छैन अलिक क्लियर गरिदिन्छु ल म हो गुड आफ्टरनुन ब्रो होइन आजको डेदेखि मेरो चाहिँ डे 1 डे ब्लग डेली ब्लग्सहरू स्टार्ट गरिरहेको छु क्यामेरा चाहिँ खासै राम्रो छैन होइन सो द्याट्स वाइ सेटिस्फाई गरिरहेको छु 11:45देखि स्टार्ट गरिरहेको छु आई होप यु लाइक इट अब म एकछिन फ्रेस हुन्छु अनि त्यसपछि अनि यसो घर एक्लै बस्छु त्यही भएर पनि हो क्या त्यहाँ 11:45देखि डे स्टार्ट सो द्याट्स वाइ अनि आजदेखि चाहिँ डेली ब्लग्सहरू बनाउने स्टार्ट गरिरहेको छु आई होप यु लाइक इट ब्रो नयाँ च्यानल न्यू अपडेट्स म दिइरहेको छु कस्तो चिसो छ चिसो छ बाहिर त यहाँ केही पनि देखिनु 12 बजिरहेको जस्तो होइन यो त केही सरी डु नट युज र फोर्स भन्छ नि द्याट्स अब एकछिन फ्रेस हुन्छु अनि त्यसपछि म हजुरलाई कल गर्न सरी देन अनि स्टार्टिङ विथ माई डेली ब्लग्स थाहै त होला नेपालमा कति चिसो छ भनेर अहिलेको लागि होइन अहिले आजको डेट चाहिँ ट्युसडे पौष 8 गते होइन म हजुरलाई देखाइदिन्छु कति चिसो यस्तो चिसोमा उठ्ने होइन केटा सुत्ने हो थाहा छ सुत्ने हो म घरमा को कसलाई थाहा छैन होला तर प्रायः म घरमा एक्लै बस्छु होइन अब एकछिन फ्रेस हुन्छु मुख सुख धुन्छु अनि ग्यास भ्याइएको छ आज लिन जानुपर्ने छ ग्यास लिएर आउनु छ त्योभन्दा अगाडि चाहिँ यसो तातो आगो बालेर चाहिँ एक कप चिया खाइदिउँ भनेको एक कप चिया खाइदिनु पर्ला अनि आजदेखि चाहिँ मैले डेली ब्लग्सहरू बनाउनु चालु गरेको छु आई होप लाइक गाइस मेरो इन्डिया से मेरो ब्रो एभ्रिवान साउट आउट टु माई फादर साउट आउट टु माई मम सबलाई होइन केटा म्युजिकहरू चाहिँ झार्नको लागि हो आई होप यु लाइक इट होइन एकैछिनको लागि भयो भने म चाहिँ केही टाइमहरू यसमा स्पेन्ड गरिरहेको छु प्लिज बी काइन्ड एन्ड सपोर्टेड इट पिस र म चाहिँ फ्रेस भइसकेँ होइन आज चाहिँ एउटा कुरो रियलाइज के भयो भने चाहिँ चिसो नामको मात्र हुँदो रहेछ यार गाइस खासमा भन्नु पर्दा कहिले म यसरी उठेर मुखसुख आज ज्याकेट पनि लगाएको सी देख्नुभएछ ज्याकेट लगाएको छैन बिक्क आज चिसो भन्ने चिज जति नखाने त्यति नहुँदो रहेछ यार मेरो घरमा लाइट छैन एकछिन गर्छ चालु गर्छु चार्ज गर्छु चिया बनाउँछु एन्ड देन ग्यास लिन जानु पर्ला होइन रेडी राख्नु होला वाच गरेर राख्नु होला आजको दिन चाहिँ मेरो मम एन्ड ड्याडको लागि चाहिँ मैले ब्लग्सहरू स्टार्ट गरेँ मम्मी र ड्याडीको लागि अब टाढा बसेर के गर्छ कसो गर्छ भन्ने कुराहरू देखाउनको लागि यस स्टार्टिङ विथ माई ब्लग्सहरू द्याट्स त्यो अनि हाउस अनि चाहिँ मलाई चालु भयो आज ब्लग्सहरू चाहिँ स्टार्ट गरेको मेन रिजन भनेको चाहिँ मम्मी ड्याडीहरूलाई सबै बाहिर हुनुहुन्छ बहिनीहरूले के गर्छ घरमा भन्छन् कि
Oh, so that's why यो चाहिँ मेरो घरको लाइट हुँदैन होइन, यो चाहिँ उतादेखि लिनुपर्छ, मिटर छैन, यसरी जोड्नुपर्छ। त्यही त भन्नुहुन्छ होला घरमा बसेर के गर्छु मेरो छोराले, के गर्छु होला भन्नुहुन्छ कि मम्मी प्यारीहरूले, त्यही भएर देखाइदिइरहेको के गर्छु, ब्लग्स गर्छ ब्लग्स। यो फेरि राम्रोसँग आएन छ, रिपेयर गर्नुपर्ने हुन्छ, यहाँदेखि हल्लाइराख्नु पर्छ यार, भइदिन्न कुनै दिन झट्काले सुताइदेला भन्ने जस्तो हुन्छ, नभनौँ तर चाहिँ होइन यस्तै रिजन भएर क्या के कुराहरू छन् म भन्न सक्दैन यो ठाउँको बारेमा, यो नल्कामा होइन, त्यो सिक्रेट भनेपछि मेरो सिक्रेटै हो। अनि यहाँनिर म चुल्हा देखिरहेको हुन्छु नि, यहाँनिर चिया बसाल्ने ग्यास वाज ड्याम्ड। मैले कस्तो त्यस्तो ल्याङ लाग्छ नि यो देखेर पनि कि कहिले भइदिन्न, अनि इरिटेटिङ लाग्छ कि सफोकेट भयो जस्तो लाग्छ यार, लाइटै आइदिन्न। प्राइभेट कहिले कस्तो आएछ म्याच, सरी है, इग्नोर इट होइन, डु नट युज र फोर्स बल्ल आएछ लाइन मेरो घरमा। दिस वान इज माई रुम होइन, खासै राम्रोसँग प्रिपेयर गर्न पाएको छैन, टुडे इज माई फर्स्ट डे होइन, कोही केडा म्याथ दिस डु नट युज र फोर्स, आई एम कन्ट्रोलिङ इन माई ल्याङ्ग्वेज होइन। मेरो भाइ, मेरो यार, मेरो दोस्त, सबको मेरो प्यार, महेश महेश यस महेश बाट नेपालगञ्जदेखि चाहिँ मेरो साथीले चाहिँ मलाई मिस गरेर आएको रहेछ। आज मैले एउटा भिडियो अपलोड गरेर आएको थिएँ फेसबुकमा, लङ टाइम गिटार बजाइरहेको प्र्याक्टिस गरेर आएको थिएँ, अनि मलाई चाहिँ एकजना साथीले चाहिँ भिडियो पठाएको थियो, अनि एउटा भाइले पनि, बादलले चाहिँ सारा चुमा ब्रो है बादलहरू, यिनीहरूले चाहिँ मलाई बडा सपोर्ट गरिदिनु। केदारनाथ गएको थियो अस्ति साथीसँग यार, खोइ कसले यार गिटारको नेकमै हानेर त्यो नेकै क्र्याक गराएर पुरा माथि निस्किसकेको छ कि, रिपेयर गर्नुपर्ने चाहिँ पैसा छैन खास, सरी यार, घर परिवारले म खासै भन्न सक्दैन, दे डिड नट ट्रस्ट मी होइन, सायद मलाई कसैले ट्रस्ट गर्दैन, सो द्याट्स वाइ म ब्लग्सतिर उत्रिरहेको होइन। अनि आज म हजुरलाई देखाउँछु मेरो साथी छ जो इन्सपायर मी कि ब्लग्स बनाएर छ, ब्लग्स बना भन्थ्यो, ओके उसलाई चाहिँ आज एक्सप्लोर गर्न चाहन्छु कि यस आई स्टार्टेड अ ब्लग भनेर, थ्याङ्क यू होइन। मेरो साथीको नाम चाहिँ सन्दीप होइन। बाई द वे यु डिड नट नो मी भनेपछि चाहिँ माई नेम इज सुनिल चौधरी, आई एम फ्रम बैजनाथ आर्ट, गोलपुर बाँकी, फावेसाई मदरफकर्स, ओ सरी होइन, फावेस्ट साइड। अनि स्टेज नेम चाहिँ मैले अझै पनि कन्फ्युजनमा छु, ब्ल्याक बोय ब्ल्याक बोय ब्याड बोय। बनाउँछु भनेको यार चिया बनाउने भाँडै छैन यार, कसले लैगयो, कसले त होइन, अब थाहा छ कसले लैजान्छ भनेर, बट तर पनि अब नभनौँ होइन, हालत चाहिँ बिहार हुन्छ कि किन यस्तो गर्छन्, बट उनीहरूलाई मात्रै प्रयोग मात्रै हुँदैन नि त यार, मेरो पनि एउटा लाइफ छ होइन, मलाई पनि कहिले कसो चाहिन्छ, तर यसरी युज यहाँदेखि नसोधेर लैदिने, आफ्नो मनमर्जी गरिदिन्छन् होइन, भन्न नि सक्दैन। अब आज मलाई चिया पिउने छु, चिया छान्ने छैन, चिया बनाउने भाँडो छैन, ग्यासै छैन कि, ग्यास एडजस्ट गरेर मैले बाहिर बनाउँछु भन्ने सोचेँ, बट यार छँदै छैन, चिया छुन्ने छैन, चिया फ्राई प्यान छैन, फ्राई प्यानमा होइन, त्यो प्यान छैन चिया बनाउने प्यान, अनि लगेर चाहिँ आफ्नो लागि मात्रै युज गर्न सोध्छन् कि उनीहरूले चाहिँ सोच्दिनन् केले पनि कहिले कसो बनाएर खाला नि यार भन्ने, त्यो सोच्दिनन् कि डजन के भनौँ भन, बुझ्नेलाई अलङ्कार के अरे भने अलङ्कारै काफी छ, नबुझ्ने सरी होइन गाली गर्न मन लाग्छ होइन, तर पनि के भन्दैन, माचिग्नी हो, मुजी हो, गरी गर तिमीहरू मुजी, म त इरिटेट लाग्छ कि कहिले कसो गिद्दी हुन्छु मुजी देख्दा यिनीहरूको सब चिजहरू देख्दा। अब के गरौँ, मलाई कसैले चिन्छ भनेपछि थाहा छ होला उसलाई मेरो बारेमा होइन, चिन्नु नभनेपछि चाहिँ होइन, मेरो ब्लग्सहरू हेरिराख्नु होला,
म हजुरलाई बिस्तारै बिस्तारै बन्दै गर्छु। अनि आजको मेन रिजन जुन चाहिँ होइन, म साथीलाई साथीलाई भेटाउने भन्ने कुरा गरिरहेको छु। अभियसली आई विल ट्राई टु माई बेस्ट ब्रो। अब चाहिँ म ब्रेकफास्ट पनि गरिसकेँ, खाना पनि बनाइसकेँ होइन। हिजोको हल्का बचेको थियो अनि त्यसैलाई चाहिँ हल्का गरम गरेर चाहिँ त्यही खान लाग्यो। बट अनि त्यसपछि चाहिँ म एकछिन साथीसँग जान्छु होला। मैले भनेको थिएँ नि, त्यही आजको मेन कन्टेन्ट भनेको मेरो साथीको लागि हो। मेरो साथीको चाहिँ यसो हो कि भन्नाले एक्सिडेन्टली 5 वर्ष भयो, उसको चाहिँ खुट्टा तलदेखि भनौँ प्यारालाइज भइसक्यो, उसको अब डिसेबल भइसक्यो भनौँ होइन। बट हि इन्सपायर मी होइन, एभ्रिथिङ। मेरो साथी छ एउटा, साथीहरू टन्नै छन्, बट कोही कोही छन् जो घमण्डीहरू पनि छन् होइन, जसलाई ग्याङ्स्टर सेट भनेको थाहा थिएन, जी पनि थाहा थिएन कि जी भने चाहिँ गु थियो कि तिनीहरूलाई चाहिँ सिकाए कि यस्तो हुन्छ ग्याङ्स्टर सेट स्ट्रिटमा बस्ने। यु डोन्ट नो मी होइन, तिमीहरूलाई मेरो बारेमा थाहा छैन। जसलाई थाहा छ उनीहरूलाई थाहा छ कि हु आई एम भनेर के। तर जसलाई ग्याङ्स्टर सेट थाहा थिएन उसलाई चाहिँ मैले ग्याङ्स्टर सेटको जी मात्रै सिकाएको। उसले सोच्नु लाग्यो कि म धेरै के छन् त्यस्तो टपिक्सहरू चाहिँ म छोड्न चाहन्छु गाइज। बट के गर्ने, लाइफ हो होइन। सबैले साथ दिन्छ सपोर्ट दिन्छ भन्ने पनि होइन होइन। फक द्याट सेट म्यान। कसैलाई राम्रो नराम्रो भन्ने मेरो धारणा छैन, कसैलाई नराम्रो पनि भन्दैन। अनि राम्रो कुराको लागि चाहिँ अलवेज म उ गर्छु होइन। आई होप है किप सपोर्टिङ होइन। म चाहिँ आफ्नो डेली ब्लग्सहरू चाहिँ अबदेखि आजदेखि स्टार्ट गरिरहेको छु। सो प्लिज गाइज होइन, सपोर्ट गरिराख्नु होला। यु लभ मी, आई लभ यु, द्याट्स इट होइन। कसैले हेट गर्छ भने पनि मेरो तर्फदेखि चाहिँ माया नै छ उसको लागि होइन। केटीको लागि चाहिँ भन्नु खोजेको होइन है, साथीभाइहरूको लागि। साथीभाइहरू पनि छोड के, यो लाइफमा सबभन्दा मेन चिज इम्पोर्टेन्ट भनेको म हो। आई लभ माइ सेल्फ। बाँकी दुनियाँले के सोध्छ आई डोन्ट केयर। एन्ड आई लभ यु मम एन्ड ड्याड होइन। उहाँले मेरो लागि धेरै सङ्घर्ष गरेर राख्नुभएको छ। त्यही भएर पनि म उहाँहरूको लागि भयो भने म चाहिँ यो ब्लग्सहरू चाहिँ स्टार्ट गर्न खोजिरहेको छु गाइज होइन। अनि केही कुराहरू छ जो बिस्तारै खुल्दै जान्छ। यो एकैचोटि म सबै कुराहरू भन्न चाहेन। सो अहिले चाहिँ म फ्रेस भइसकेँ। फ्रेस भएर अब चाहिँ यसो बाहिरतिर जाऊँ न भन्ने चाहिँ कुरा हो। म हजुरलाई अब आफ्नो गाउँ आफ्नो ठाउँहरू देखाउँछु। आई होप होइन। लेट्स गो। चिसो छ, लास्ट चिसो छ। यो चाहिँ ठुलो चाहिँ यो मेरो दाइको घर, ठुल्बाको घर होइन। अनि यतातिर चाहिँ यो चाहिँ मेरो काइलो बुवाको घर। अनि म चाहिँ यतातिर फ्रेस हुन आउँछु प्राय होइन। अनि यो चाहिँ मेरो सुनिल दाइको घर। मेरो नाम पनि सुनिल हो, उताको दाइको नाम पनि। यो चाहिँ दुर्बाको दाइको घरहरू। अनि यतातिर चाहिँ दिस वान इज माई हाउस है। कसैले देख्नुहोस्, यो काइलो बुवाको, तर प्रपर्टी यताउता भएर चाहिँ पछि चाहिँ आफ्नैमा आएको छ। यो चाहिँ दिस वान इज माई हाउस होइन। खासै राम्रो कन्डिसन चाहिँ छैन, यसलाई बनाउनु पर्ने छ। म चाहिँ बनाउँछु, ट्राई गरिरहेको छु। आजदेखि चाहिँ स्टार्ट गरेको छु ब्लग्सहरू। अनि द्याट्स वाइ। त्यही भएर चिसो चाहिँ अति छ। म चाहिँ अब यसो फ्रेस भएर अनि जान्छु साथीसँग भेटघाट गर्न। कस्तो लाग्छ हजुरलाई भन्नु होला। ओके ब्रो। अब चाहिँ एकछिनमा म रेडी हुन्छु। रेडी भएर चाहिँ जानुपर्छ होइन। अब यस्तो बाहिर लास्ट चिसो छ, त्यही भएर पनि म यसो रेडी हुन्छु। रेडी भएर चाहिँ अनि चाहिँ म जानको लागि तयार छु। अनि आजको ब्लग चाहिँ यही हो। मेन चिज चाहिँ साथीसँग जाने हो, त्यही हो। साथीलाई गएर चाहिँ म पर्फेक्टली रेडी हुन्छु होइन। गिभ मी सम फ्यु मिनट्स। चिसो छ, त्यही भएर चाहिँ मैले चाहिँ यसै अब उसमै लगाएँ होइन। दिस वान इज माई फुल बेगी प्यान्ट। यो चाहिँ मेरो दाइको। This one is my brother's to the bro.
युजिङ सक्स है अलवेज होइन युज चाहिँ सक्स चाहिँ युज गरेर चिसोमा है चिसो अलिक बढी भएको बेलामा चाहिँ सक्सहरू युज गर्नुपर्छ बेगी फुल बेगी अनि चाहिँ लगाउँ भनेको I think this one is good. Okay. I'm chain out लगाइहाल्छु chain लगाएर चाहिँ it's good, it's good, it's good. Damn shit. अनि चाहिँ सिलाउनु पर्ने चाहिँ तर खास फरक पर्दैन होला भिडियोमा देखिरहेको छैन यो पनि लगाउँछु बिकज त्यो मेरो छ्यातिनी छ नि त त्यही भएर पनि म चाहिँ देखाउनु त्यस्तो गर्नु चाहिँ चाहन्न होइन दिस वान इज माई फाइनल लुक ओके म चाहिँ रेडी भइसक्यो राइट नाउ ओके एन्ड दिस वान इज माई फाइनल लुक होइन रेडी चाहिँ भइसक्यो खास यहीँ जाने धेरै टाढा होइन लगभग आई थिङ्क 2 किलोमिटर्स जति चाहिँ छ 2 किलोमिटरमा डेली अप डाउन गरिरहेको छु कहिले कसो गइरहेको छु धेरै बोको होइन आज चाहिँ जाने भन्ने सोचेर हो ओके अब लेट्स गो अनि आफ्नो एयरपोर्ट पनि एकछिन चार्जिङमा हालिदिन्छु त्यही भएर पनि जान्छु एकछिन साथीसँग गएर घुमेर आउनुपर्ला भनेर भेटेर सबलाई देखाउने नि हुन्छ मम्मी ड्याडीहरूलाई पनि बाहिर अति चिसो छ एन्ड दिस वान इज माई फाइनल लुक भाँडा धुनुको लागि चाहिँ भिजाएर राखेको छ दिस सक्स चाहिँ एनी हाउ प्रिपेयर गर्नुपर्छ है सक्स अभी अस्सी 1000 की शूज है थोड़े चिसो चाहिँ अति छ म ब्याक क्यामेरा चाहिँ कसरी अन गर्न सक्दिनँ चिसो छ अनि यो चाहिँ उता पछाडिको चाहिँ त्यो ठुलो भएको घर यो चाहिँ मा काइलो बुवाको दिस वान इज माई अनि यता चाहिँ साइलो बुवाको काइलो बुवाको छ अब साइलो बुवाको र माइलो बुवाको छ यतातिर घर त्यही हो त्यति खासै चाहिँ छैन अरू चाहिँ उतातिर रोडतिर चाहिँ त्यो रोड यहाँदेखि चाहिँ 30 कति होला लगभग 30-40 मिटर 100 मिटर जति छ यहाँदेखि रोड चाहिँ मेन रोड त अब अझै टाढा चाहिँ 3 किलोमिटर यहाँदेखि जाँदिन्छु बट स्टार्टिङमा ब्लग यो चाहिँ मेरो माइलो बुवाको यो चाहिँ साइलो बुवाको उतातिर चाहिँ भाउजू हुनुहुन्न क्या हो आज चाहिँ यो चाहिँ मेरो माइलो बुवाको घर साइलो बुवाको घरहरू दिस वान इज बेगी दाइको प्यान्ट हो सुदीप दादाको होइन आई मिस यु माई ब्रो सुदीप हो तिमी कता हो बिर्से जस्तो छ भन्छ होला दाइले पनि होइन बिर्से छैन दा मिस गर्छु त्यही पनि अब यस्तै त हो त्यो चिसो अति बढी छ यार लास्ट बढी छ रोकिनु म सो अफ गर्छु हजुरलाई है काशी दाइको घर
चिसो चाहिँ लास्ट चिसो छ त्यसमा अहिलेको टाइम भनेको 2 बजिरहेको छ 2-3 बजिरहेछ त्यही पनि यार यस्तो चिसो छ यो चाहिँ रोड हो यहाँदेखि चाहिँ 3 किलोमिटर ठ्याक्क 3 किलोमिटर यता चाँदनी यता चाहिँ 7 किलोमिटर सिमलगारी यतातिर चाहिँ सिमलगारी भयो हाम्रो भाउजूहरू चाहिँ त्यहीँ छन् होइन अहिले यो चाहिँ मेरो दाइहरूको घर यतातिर ठुलमम्मीको घरहरू यस्तै बाटोमा हिँड्दै जिस्काउँदै हिँड्ने त के गर्ने चाहिँ बनाइराख्नु भएको छ काम चलिरहेको छ यहाँ चाहिँ अब के डिस्कस भएको छ केही पहिलाको कुराहरूको इस्युको कारणले गर्दा हो पुरानो दाइको घर चाहिँ यो मेरो दाइको यो चाहिँ मेरो फुफा र फुफूजीको घर अनि यहाँनिर दोकान पनि हिँड्ने नजिक छ ओइरो के छ मेरो मामाको छोरा होइन अटो पनि चलिरहेको छ जगदीश दाइको घर कृष्ण दाइको घर अनि यो चाहिँ हाम्रो निर्मल अङ्कलको घर दोकानी छ चिसो छ चिसो चिसो छ अति नै यो चाहिँ हाम्रो गाउँको खोला देखाइदिन्छु सानो खोलो माछा मार्ने ठाउँ ठ्याक्क यहाँदेखि चाहिँ हल्का अगाडि गएर चाहिँ अनि ठ्याक्क लेफ्टतिर टर्न गर्नुपर्छ मेरो साथीको घर जाने बाटो चाहिँ उतातिर हो अनि खोला पनि जाने बाटो मानखोला हाम्रो यतातिर चाहिँ प्राय लासहरू जलाउने अनि लासहरू कोही बितेको बेला चाहिँ हामी चाहिँ प्राय यही बाटो लगेर जान्छन् होइन यो खोला जाने साइडतिर हो गुरदयालपुर जान्छ यतातिरदेखि कति रुपियाँको च्याउ ओ हो म एक्लो मान्छे हेर्न तर शाकाहारी होइन नि त 180 रुपियाँ केजी च्याउ यतातिरदेखि चाहिँ टक्क लेफ्ट यो चाहिँ सिधै गयो भने चाँदनी आउँछ होइन चाँदनी चोक यतातिर आज नजाने यतातिर जाने आज साथी घरतिर जाँदैछु चिसो छ सिनेमेट्रिक बनाइदिनु पर्छ क्या ब्लग्सहरू बनाउँदा चाहिँ खासै गाह्रो पर्ने भनेको चाहिँ क्यामेरा मेन चाहिँ फोन अब राम्रो हुँदैन अगाडि पछाडि गर्नको लागि भिडियो पज गर्नुपर्छ अनि अगाडिको चाहिँ त्यो पिपलको बोट मेरो साथीको अनिलको जक्सन यो चोकको नाम चाहिँ अनिल चोक भनेर राखिदिनु पर्छ क्या अगाडि दिस वान इज माई साथीको घर ठ्याक्कै यहाँनिर एउटा अनिलको घर छ क्या मेरो साथी अहिले इन्डिया छ न त प्रायः म उसैसँग चाहिँ स्पेन्ड गर्छु टाइमहरू यो चाहिँ अनिल चोक यतादेखि गयो भने चाहिँ हाम्रो जक्सन आउँछ यतातिर स्कुल छ एउटा खाली स्कुल त्यहाँ चाहिँ केटाहरू प्रायःहरू बसिरहेको हाम्रो अनिल चोक यही हो यो चाहिँ हाम्रो विनोद दाइको घर अनि जस्ट उता चाहिँ अनिलको घर त्यो देखिरहेको छ त्यो अनिलको घर अब चाहिँ यहाँदेखि निस्के ठ्याक्क अनिलको घरदेखि चाहिँ लगभग 5-10 मिनट लाग्छ वहाँ पुग्न सन्दीप उसको नाम चाहिँ सन्दीप हो है सन्दीप साथी हो जस्तो भए पनि अब जे भए पनि हामी चाहिँ सँगै स्कुल पढेको अनि पहिला म स्कुल चाहिँ बाइकमा जान्थेँ बाइकहरू राइडहरू गर्थेँ त्यति बेला चाहिँ त्यो टाइममा अनि स्कुल जाने बेला चाहिँ बाइक किनिदिनु पऱ्यो मम्मीले अनि बाइकमा जान्थेँ अनि ऊ चाहिँ कहिले कसो मेरो बाइक अनि अब पेट्रोल नभएले त्यति बेला सिचुएसन त्यही त सानो अब सानो केटाकेटी 16-17 वर्षको अनि तेल अब हुन्थेन अनि कहिले कस्तो सन्दीप छोडिदिएर अनि उसले छोडिदिन्थ्यो क्या मलाई साइकलमा त्यही भएर अनि जाँदैछु यति छ गाइस लास्ट चिसो छ त्यही पनि हाम्रो त आरूहरू चाहिँ काम गर्नु छोड्दैन नि घाँसहरू खेतहरू अगाडि खोला आउँछ देखाउँछु रुख यति चिसो छ अनि कहाँ अपनी घरे और जाए तो घरे रहूँ अब वैसे के अब कब वहाँ गिर रहूँ केदारनाथ
र फेन दुई चार दिन हो के आएगी ना तोरी सिर्फ बस में फॉलो सके आई। अगर किसी को नहीं पता तो मैं लॉन्ग टाइम दिल्ली में रहा हूँ, बहुत टाइम अपने आदि भाई के पास, तीनों भाई के पास, और तो उन सबको मिस करता हूँ मैं बहुत ज़्यादा। दिल्ली में बहुत जगह है, सुदीप के साथ, सुदीप अभी नेपाल पे ही है, अमन ब्रो, हाँ मिस करता हूँ उन भाई लोगों को कि जिन्होंने मेरे लिए बहुत कुछ किया। हाँ ब्रो, मैं सेंट्रल भी हो के आ गया, वहाँ पे बहुत कुछ सीन हो गए, कलेश हो गए, इसलिए मैं ज़्यादातर अच्छे से हिंदी भी बोल सकता हूँ, मतलब हिंदी भी आती है मेरे को। अगर कोई इंडिया से देखता है सुनता है तो प्लीज़ गाइस सब्सक्राइब टू आवर चैनल है ना। अनि दिस ये क्या बोलते हैं हिंदी में, रायो क्या बोलते हैं इसको, तोरी का तेल, तोरी हाम्रो चाहिँ नेपालीमा तोरी भन्छ होइन। सागपात कृषि चाहिँ हाम्रो चौधरीहरूले राम्रो गर्छ, कृषि करते हैं अच्छे से। मतलब हमारा मेन पर्पस जो हमारा ओल्ड जो ट्रेडिशन है वो मेन यही है, एग्रीकल्चर, कृषि। तो ज़्यादातर लोग कृषि करते हैं हमारे गांव में, तो इसीलिए शायद ज़्यादातर लोग, अब कोई होते हैं पुलिस में, कोई बाहर, कोई क्या, लेकिन जो 90% है, 90% से भी अब 90, अभी तो ज़्यादातर लोग काम करने लग गए, क्या करने लग गए, लेकिन मैं बोल सकता हूँ 70 to 80 थारूज अभी भी एग्रीकल्चर ही करते हैं, जो एजेड लोग हैं, जो पुराने लोग हैं। अब म बोल्दा हिन्दीमा आइदिए, बट इट्स फाइन होइन। यो चाहिँ मेरो दायाहरूले पनि हेर्नुहुन्छ नि त इन्डियादेखि, कि सुनिल क्या करता है भाई, मैं गाँव में रह के ना ये करता हूँ बस सोता हूँ, खाता हूँ, उठता हूँ। पापा लोगों के लिए भी कर रहा हूँ यार, कि वो लोग यकीन नहीं करते कि तू घर पे रह के क्या करता है, इसलिए मैं ना ब्लॉग्स बनाना चालू कर दिया अब। तो यहाँ से लगभग 5 मिनट है उसका घर, उसके बाद मैं आपको दिखाऊंगा, म सबैलाई देखाउँछु कि उसको घरहरू प्रायः अब चिन्ने मान्छेले चिनिराख्नुभयो होला, नचिन्नेले चाहिँ अब के भनिदिने होइन। अनि अगाडि चाहिँ खोला चाहिँ देखाउँछु ल। यो चाहिँ मेरो काले राजाको घर, बिरु साथीको पनि यतै छ घर होइन, यही हो बिरुको। अनि यो चाहिँ हाम्रो एग्रिकल्चर गर्नेवालालाई चाहिँ, एग्रीकल्चर करने वालों को ज़्यादातर सस्ते में दिया जाता है, मतलब हाम्रो नेपालमा चाहिँ अलि सस्तो छ एग्रिकल्चर गर्ने मान्छेलाई, कृषिमा लोनमा निकाल्यो भने। यो चाहिँ मेरो बिरु साथीको घर काले राजाको। अनि गेटअप चाहिँ कस्तो छ, व्हाइट सक्स। मेरो साथीहरूको घरमा बाजे पनि भनौँ अब होइन। ओ उतातिर चाहिँ त्यो खोलानिर चाहिँ, त्यो खोला अब यहाँदेखि 2 मिनट लाग्छ, बाटो चिसो छ, चिसो छ। खोला चाहिँ अब 1-2 दिनपछि चाहिँ अर्को ब्लग्सहरूमा स्टार्ट गर्नु पर्ला। अहिले चाहिँ मेन भनेको सन्दीपको घर जान लाग्यो। ओहो, उसले स्मोक गर्थ्यो, बिडी ल्याउन बिर्सेछु, उसले चाहिँ प्रायः बिडीहरू पिरोक्छ, अनि स्मोक गर्छ प्रायः। अनि बिडी उसको लागि चिप भनेको बिडी पर्छ नि त। अब 10 रुपियाँको एउटा चुरोट आउँछ यहाँ खुकुरी, अनि त्यो चुरोट भन्दा उसलाई 10 रुपियाँको 10वटा बिडी आउँछ, अनि एक प्याकेट बिडी उसको 1 दिन चल्छ, एउटा चुरोट एकैछिन। ओए ट्याप्स कहाँदेखि आइस? भाइहरू स्कुलदेखि आएछन् यार, स्कुलदेखि छुट्टी हुनु पनि टाइम भइसकेको छ राइट नाउ। अहिलेको चाहिँ यहाँको कति बज्यो है, लेसी भन्दा भनेपछि 3:52 भनेपछि 4 बज्यो यहाँको। अब दिस वान इज माई फ्रेन्ड हाउस है, सो अफ गरेँ है, चाहिँ साथीको घर हो। यहाँ चाहिँ अब हाम्रो दाइको घर। ओ मेरो
बजे यो है साथीको घर सुतिरहेछन् क्या सुतेरै कि क्या कहाँ सन्दीप ब्रो कहाँ गर्ती फोन गर्ती बिजी हो आज ब्लग्स गर्दै हिँड्दिरह भनेर यस्तै जाम भने तिमीसँग यतातिर आऊँ भनेको भेट्न आएको इज माई ब्रदर इज बिजी राइट नाउ होइन के भनौँ यसो एकछिन बस न त होइन एकछिन अगाडि गएर आएँ यसो ब्लग्स बनाउँदै यसो खोलातिर जाऊँ भने अनि यसो यहाँसम्म आलुपट्टि घुमघाम करे ढेर दिन इला एक जाऊँ करना जार फिर नत्र 2-3 दिन हुई साग यो लसुनको प्याजको स्प्रिङ अनियन भन्छ है इङ्ग्लिसमा त्यसलाई स्प्रिङ अनियन चाइनिजमा युज हुन्छ प्राय त्यो मानखोला त्यहाँनिर छ त्यहाँ छ मानखोला देखि चाहिँ अब एकछिन अगाडि जाऊँ म साथीलाई चाहिँ अब बिजी थिएँ त्यही भएर चाहिँ डिस्टर्ब गरेन अब चाहिँ अगाडितिर जानुपर्छ अगाडि गएर यसो बाजेसँग काम छ बाजेलाई भेटेर अनि हिँड्नु पर्ला अनि चाहिँ यसो गएर अब खोला चाहिँ यो बाटो जान्छ नि यहाँनिर पनि हाम्रो ठुलबाको हुनाले अब हाम्रै ठुलबाहरूको खेत छ यहाँनिर मानखोला जलाउने ठाउँ मान्छे जलाउने ठाउँ चाहिँ यहाँ हो है यो बाटो जाने हाम्रो चाहिँ यही हो जङ्गलनिर यो सानो सानो लम्बा छ त्यो रेडहरू देखिरहेछ नि त्यो चाहिँ हाम्रो खोला हो मानखोला अब कुनै दिन नजिक लगेर देखाउँला अहिले चाहिँ सरी है मसँग त्यति उ छैन टाइमहरू अनि यसो सर र गाउँ घुमे देखाएँ नि साथीसँग ऊ चाहिँ बिजी थियो ऊ चाहिँ यो फोनमा थियो बिजी थियो त्योलाई डिस्टर्ब गरेर म चाहिँ यसो अगाडितिर देखाइदिइहाल्छु हजुरलाई कस्तो छ भ्यू यो है खोला हल्का उतातिर गएपछि देखिरह होला हजुरलाई पनि बालुवाहरू अनि सानो मानखोला भन्छन् होइन प्रायः अब मान्छे हाम्रो चाहिँ गाउँको यो कृषि गर्नु चाहिँ यसरी गर्छन् है एउटा यो चाहिँ ठुलबाको यो मुला लगाएको छ यसमा साग छ उता फुलकोपी छ आलु होला यो पत्ताकोपी यहाँ छ अब उनीहरूलाई अब कसैले अब बाहिरदेखि हेरेर राख्नुभएको छ भने क्याबेज भन्छ होइन क्याबेज भन्छ cauliflower and this one is natural of potato which types of potato कुन भेराइटीको त्यो चाहिँ थाहा भएन अनि चाहिँ रेडिस भन्छ ठुलबाको सानो कृषि फार्म हो सानो यो चाहिँ हाम्रो फुपू घर है कसैको हातसाथ यताउता मर्किन्छ खुट्टा अब दुख्छ भने चाहिँ आएर मालिस गराउँदा हुन्छ यहाँ यो चाहिँ हाम्रो फुपू घर अनिलको फुपू घर फुपा फुइखै झारबा अब एकछिन अगाडिको काम छ त्यसपछि अनि चाहिँ म अनि आजको डे चाहिँ यहीँ गरिदिने सोचिरहेको छु ओके पनि त 4 बज्यो अनि 4 बजिसक्यो चिसोमा अब सन्दीप पनि बाहिर निस्किँदैन नत्र म कुनै दिन चाहिँ अब म प्रायः आएर बसिरहेको छु के अरे अर्को नेक्स्ट टाइम पनि राम्रोसँग भेटघाट गरौँला तर मैले देखाएँ घर मेरो साथीको अनि अझै पनि मिस हुन्छ साथीहरू जस्तो गए पनि साथी भन्ने चिज हुनुपर्छ यति भन्दै चाहिँ ब्लग्सहरू चाहिँ यस्तै हो म आजदेखि चाहिँ स्टार्ट गरेको सो अबदेखि चाहिँ डेली आउँछ सो वेट गरेर राख्नु होला नेक्स्ट भिडियोहरूको लागि म यस्तै भिडियोसहरू लिएर आउँछु आफ्नो कन्टेन्टहरू चाहिँ खासै राम्रो चाहिँ अब त्यसरी फोकस गर्न पाएको छैन आफ्नै करियरहरू साइडमा छ अहिले चाहिँ म यहीँ दिदी भेनाजु घरको जान लाग्यो अनि यसो काम पनि थियो काम भन्नाले अब आफ्नो सबै चिजहरू ओपन पनि गर्नु मिल्दैन खोइ ठमाक पर्के काम म यहाँ हाल्नु त्यहीँ कहाँ हाल्नु टे आधे यहाँ आधे यहाँ यहाँ यो यहाँ
काँक्रे यो चाहिँ मेरो फुपू ठ्यामाक ठ्यामाक बिहान निका के अरे सन्ज कि यस्तो जारे मन जाडो बहुत भयो हुन्थ्यो नि अहिले एकछिन पछि आउनु पर्ला होइन आदि काले गएको खसायो आदिले जिद्दी गर्दा चण्डी अहिले म चण्डी म चण्डी अहिले हेलो केटी अङ्कल हेलो केटी अनिल अङ्कल ए ए हेलो गर्न हाई केटी हाई अरे खै डारम टप हेरिस नहीं पठाई तो वीडियो अब यहाँ नेट नहीं चल थे आजदेखि चाहिँ ब्लग चालु गरे क्या ब्रो ब्लग बनाउने अनि यता अरूलाई चाहिँ नै मम्मी ड्याडी के गर्छ भन्छन् हो कि घरमा बसेर अनि ब्लग्स बनायो हाल्दै गऱ्यो थाहा त हुन्छ कि यो गरिरहेछ भनेर थियो फेसबुकतिर अनि युट्युब च्यानलतिर हाल्नु पर्ला सानो एउटा स्टार्टअप भन्ने नि अनि के सन्दीप यार गर्नुपर्ने हो त चिसो छ बाहिर निस्किन एकछिन यार यसो पर्स चार्ज लगाइदिउँ न सिधै चार्जिङै नगर हो कि नहीं इयरबड्स का दुई तिन दिन भयो सुन्नै पाएको थिएन के हालेन गोजीमा हालेन क्या सरी यार ल तिमी कुरा गर है सन्दीप है अहिले आउँछु हुन्छ लिएर आएन मैले ल्याएन ए लिएर आएको छु यार ल्याएको इयरबड्स लिएर आएको छु म चाहिँ देखिरहेको छैन कालो देखिरहेको छु खै मुखै खाप्चे मान्छे हुनु त अब मान्छे नै कालो धेरै बगेर 25-26 मुठा हुइदेखि नहीं सपाट जाइम धीरे धीरे सब ठुक नहीं बिसान खसन लाही साहब खले बाटन ने माना का कर नहीं दिया खड़े गए तू ले लो मैं जाए कि धीरे करिया बुलगाड ले चाहिँ नै अब साँझतिर एकछिन आउनु पर्ला होइन काम छ भनेर बाजेहरूले हुनुहुन्न एकछिन पछि आउनु पर्ला अनि त्यही हो कि आजको दिन चाहिँ अब हजुरहरूलाई चाहिँ देखाउने चिज चाहिँ देखाइदिइसकेँ साथीसँग हामी चाहिँ भेटिरहँला नि त दिस वान इज माई फर्स्ट ब्लग होइन त्यही भएर आउने ब्लग्सहरू पनि राख्नु होला गाइज होइन किप सपोर्टिङ मेरो गाउँदेखि बोइजन नयाँ त वडा नम्बर 8मा पर्छ यो होइन वडा 8 चाँदनी चोकदेखि सिधै 3 किलोमिटरभित्र फतेपुर टिटिरियादेखि 1 किलोमिटर यता टिटिरिया फतेपुर अब हाम्रो त यस्तै त हो नि ब्रो वेस्ट साइड होइन फार वेस्ट साइड किप सपोर्टिङ किप वाचिङ एन्ड आई होप यु लाइक एन्ड सब्सक्राइब चाहिँ गर्नुहुन्छ होला होइन लाइक एन्ड सब्सक्राइबको लागि चाहिँ भिख मागेको चाहिँ होइन गर्ने मान्छेले गर्नुहोस् होला नगर्ने मान्छेलाई चाहिँ के भन्ने लेटे फुफा नै अब आइटो